फाइनल्ली आज हामी शनिबारको दिन छेमा ताल आएका छौँ। मासतिर नि एउटा ताल छ, त्यो पनि जमिरहेको, यो पनि जमिरहेको छ। सबै घुम्न आउनु भएको छ शनिबारको दिन। अनि हामी सबै यो ब्याङ्कको ग्रुपहरू, सरहरू, साथीहरूसँग पिकनिक आएको थियौँ। यो माथि देखेको निलगिरी हिमाली नजिकै छ। हामी निलगिरीको फेदमा छौँ। यी ताल छन्, यहाँ यस्तो जमिरहेछ। आनन्द छ, घाम लाग्छ पुरै। र साथीहरू त खाना बनाउँदै हुनुहुन्छ, रमाइलो गराएको छौँ हामी। सबै आउनु भएको छ। हाम्रो साथीहरूले यस्तो गरिराख्नु भएको छ। जस चुलो लिएर नै गरेको भएदेखि त्यसले यो कोइला तात्थ्यो, अनि तातेर यो बढी बोलिराख्थ्यो कि रमाइलो छ। जस मुस्ताङमा हरियाली जङ्गल छ, निलो आकाश देखाएको छ, आइस छ, हिमाल छ, जङ्गल छ, पानी छ, आइस छ। यति कडा छ है आइस। सरर